बुगमती नेवार समुदायको प्राचीन बस्ती हो, जहाँ करुणामय र वर्षाका प्रतीक बुङ्गदेव, जसलाई वर्षाका देवता रातो मच्छिन्द्रनाथ, करुणामय वा लोकनाथको मन्दिर युगौंदेखि स्थापित छ। यस मन्दिरमा करिब 6 महिनासम्म बुङ्गदेवको बास रहन्छ र त्यसपछि रथ यात्राद्वारा उहाँलाई पाटन लगिन्छ। पाटनमा रथ जात्रा र होटो जात्रा सकाएर पुनः रथ यात्राद्वारा उहाँलाई बुगमती फर्काइन्छ। यस मन्दिर 2072 साल वैशाख 12 गतेको महाभूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। बुङ्गदेवको मूर्ति सुरक्षित निकालेर अस्थायी मन्दिरमा राखिएको थियो। मन्दिरसँगै वरपरका बहाल, चैत्य, पुराना घरहरू र सार्वजनिक संरचनाहरू पनि क्षतिग्रस्त भएको थियो। विभिन्न सङ्घ संस्था, समिति, मच्छिन्द्रनाथ सेवा गुठी, पुरातात्विक निकाय, स्थानीय र श्रीलङ्काको बौद्ध सङ्घको सहयोगले यस 3 तले शिखर शैलीको मन्दिर पुनर्निर्माण 10 वर्षपछि सम्पन्न भएको थियो। मन्दिरको माथिल्लो भाग सुनको गजुर पनि पुनर्स्थापना भयो। झ्याल ढोकाहरूमा पुरानै ढाँचाका मूर्तिकला र वास्तुकलाहरू पनि कुदिएको छ। चारै कुनामा देवगणहरू सहित लिच्छवीकालीन परम्परा जोगाइएको छ। – 2082 साल जेठ 18 गते बुङ्गदेवको मूर्ति मुख्य मन्दिरमा धार्मिक विधिपूर्वक प्रतिस्थापना गरियो। पुजारी, गुठियार, भक्तजन, वज्राचार्य तथा लाखौं भक्तजनहरूको उपस्थितिमा परम्परागत बाजागाजा, नाचगान, तन्त्र अनुसार अनुष्ठान गरी पुनर्स्थापना गरिएको हो। मन्दिरको पूर्वपट्टि ह्याग्रीव भैरव बुगमतीको रक्षक देवताको रूपमा स्थापित हुनुहुन्छ। उहाँलाई बुगमतीको पूर्वज देवता र बुगमतीका राजा समेत भन्ने गरिन्छ। स्थानीयहरूका लागि ह्याग्रीव भैरवको उपस्थितिले सुरक्षा, शक्ति र सांस्कृतिक पहिचानको प्रतीक हो।
यो केवल मन्दिर होइन, यो हाम्रो इतिहास, हाम्रो पहिचान हो। भिडियो पुरा हेरिदिनु भएकोमा